नीमका यति धेरै छन् चमत्कारिक फाइदा। दर्शकबिन, नीममा धेरै प्रकारका गुणहरू लुकेको हुन्छ। नीमले शरीरसँगै कपाल र छालालाई पनि फाइदा गर्छ। नीमको पात र हाँगाले शरीरमा विभिन्न प्रकारका रोगहरू लाग्नबाट बचाउँछ। नीम दुई प्रकारका स्वादमा पाइन्छ, एउटा गुलियो हुन्छ भने अर्को तितो हुन्छ, जसमध्ये तितो नीम फाइदाजनक हुन्छ। तितो नीमबाट औषधिहरू बनाइन्छ। नीमका यति धेरै छन् चमत्कारिक फाइदा। दर्शकबिन, नीमको तेलले कपालको जरामा हुने इन्फेक्सनहरूलाई निको पार्छ, जसले गर्दा कपाल झर्ने समस्या कम हुन्छ। कपाल लामो हुन्छ। हप्तामा एक पटक नीमको तेल लगाउँदा कपालका थुप्रै समस्याहरू गायब हुन्छन्। नीम छाला सम्बन्धी हरेक रोगका लागि सही उपचार हो। यसले छालामा आउने हरेक समस्यालाई निको पार्छ। नीम पानीले नुहाउने गर्दा छाला सम्बन्धी रोगहरू हराउँछ। तातो पानीमा नीमको पात उमालेर पानी चिसो भएपछि पानीमा मिसाएर नुहाउने गर्नुपर्दछ। नीमको पात पिसेर पेस्ट बनाउने। उक्त पेस्ट केही समयसम्म अनुहारमा लगाउने र त्यसलाई धुने गर्दा अनुहारको छालामा चमक आउँछ। भोक नलाग्ने समस्या आएमा नीमको पातलाई घिउमा भुटेर खाने गर्दा भोक लाग्न थाल्छ।